होशियार हुनुस् है। अब तपाईको बैंकको खाता टाकटुक रित्तिदैछ है, पुरै रित्तिदैछ। कसरी रित्तिदैछ भन्ने कुरा यो भिडियो हेर्नुस्, नत्र पछुताउनु पर्ला। मैले अस्ति पनि एउटा भिडियो बनाएको थिएँ, तपाईहरुको बैंकको खाता रित्तिदैछ, तपाईले कुनै लिंक क्लिक गर्नुभयो भने हो। अहिले हाम्रो दाजुले देखाउँदा दाजुले चाहिँ एउटा लिंक आयो भनेर क्लिक गरिदिनु भयो। त्यसपछि हेर्नु तपाईहरुमा पनि के हुन्छ भन्दाखेरि पहिले तपाईहरुको जे पासवर्ड हो त्यो पासवर्डै हाल्नै आउने हो तपाईकोमा। हेर्नु यसो गर्दाखेरि दाजु तपाईको पिन हान्नु त यहाँ हेर्नुस् है राम्रोसँग। हो उहाँ फेस लकले खुल्यो। यो पछाडी यसरी लक हेर्नु त लक लगाइदियो। अब उहाँले लिंक खोलिदिनु भयो। लिंक क्लिक गरेपछि यो मोबाइल सम्बन्धित जो चाहिँ स्क्यामर हो उसले चाहिँ यो मोबाइल आफ्नो कन्ट्रोलमा बनाइसक्यो। अब यो लिंक क्लिक गरेपछि यो उसले टोटल आफूले नै सिक्युरिटी पनि आफूले नै हालिदिन्छ। यसरी लक लाग्यो, उहाँको लक त फेस आइडीबाट खुलिसक्यो। अब हामी एकचोटि यहाँ ट्राई गरौँ है त। यो ETGREDTG जी हजुर हेर्नु त पासवर्ड खुल्दैन। ETGREDTG खुल्दैन। अब यसको अप्सन के हो भन्दा अस्ति मैले भिडियो बनाएको थिएँ तपाईहरुलाई। तपाईहरुको कति इम्पोर्टेन्ट फाइलहरु हुन्छ होला। अब उहाँले बैंकको यदि पिन हान्नु भएको भए भन्नु भएको छ भने उहाँको बैंक पनि रित्तिसक्यो। अब यो अहिले थाहा हुँदैन। अब उहाँले लगइन गरेर हेर्नुभयो या बैंकमा जानुभयो भने गयो कि गएन मेरो खाताको पैसा भनेर त्यति बेला थाहा हुन्छ। अब अर्को प्रब्लम तपाईको के खडा भयो भन्दाखेरि उहाँले हालेको जुन यो पासवर्ड छ यो छ उहाँको फेस हेसर देखेपछि यो खुलो, तर यो अर्को सिक्युरिटी लक चाहिँ उसले लगाइदियो स्क्यामरले। अब यसको सोलुसन के मात्र हो भन्दाखेरि यसको सोलुसन तपाईले यो मोबाइल फाल्नु चाहिँ पर्ने होइन, प्रब्लम अरु केही पनि हुने चाहिँ होइन, तर अब यहाँको डाटा तपाईको बस्ने चान्स गयो। किनभने यो अब सफ्टवेयर रिसेट नगरिकन तपाईको यो खुल्ने चान्सै छैन। उसले यो लक लगाइदिसक्यो अब हो। त्यही भएर जथाभावी लिंक अथवा कुनै बैंकबाट आयो भनेर तपाईहरुलाई चाहिँ तपाईले चाहिँ बैंकको युआई सेम बनाएर तपाईलाई पठाएको हुन्छ मेल हुँदी अथवा व्हाट्सएप हुँदी, त्यो क्लिक गरेर तपाईले चाहिँ पासवर्ड रिसेट गर अथवा पासवर्ड हान भनेर कुनै आयो भने त्यो गर्दै नगर्दिनु होला। तपाईको फेरि आफ्नो खाता पनि जान्छ नै, खातामा भएको पैसा छैन भने पनि तपाईको मोबाइलको डाटा सबै उड्छ नै। यो त उडाउनै पर्ने कन्डिसन भन्दा हो। त्यो भएर कुनै पनि अननोन मान्छेकोबाट लिंक आयो या कुनै पनि व्हाट्सएप अथवा कुनै पनि मेलमा तपाईलाई चाहिँ यो लटरी पर्यो यो चिठा पर्यो अथवा तपाईले चाहिँ यो युएस को लागि फर्म भर्नुस् भनेर यस्तो खालको आइरह्यो भने त्यतातिर तपाईले ध्यानै नदिनु होला। यो ध्यानले तपाईलाई नै खतरा निम्त्याउँछ है। अब हेर्नु हाम्रो दाजुको अब यो यसको सबै डाटा उडाउनु नै पर्यो, अरु अप्सनै छैन हो। यस्तै कन्डिसन आउन सक्छ, बेलैमा सचेत रहनु होला है। हस् हजुर, पक्कै पनि दर्शकबिन जनहितमा जारी यो भिडियोलाई चाहिँ सक्दो शेयर गर्नु होला। धन्यवाद।